नमस्कार 35 दिनको बिरियड कोर्समा तपाईलाई स्वागत छ र यो बिरियड कोर्समा चाहिँ हामीले अटोक्याडमा 2D, स्केचअपमा 3D र इनस्केपमा चाहिँ हामीले फोटो रेन्डरिङ र एनिमेसन सिक्न गइरहेका छौं र बोनसको रूपमा चाहिँ हामीले दुईटा कोर्स ल्याएका छौं जसमा चाहिँ भिडियो एडिटिङ र हामीले वास्तुशास्त्र पनि लिएर आएका छौं र जसमा भिडियो एडिटिङको लागि चाहिँ हामीले क्विक एन्ड इजी मेथडबाट एआई पावर्ड भिडियो एडिटिङ सिक्छौं र वास्तुशास्त्रको पनि हाम्रो एक दिनको क्लास रहेको छ जुन चाहिँ यो कोर्सको बोनस रहेको छ। कोर्समा जानुभन्दा अगाडि म आफ्नो परिचय दिन चाहन्छु। यो कोर्स कसले पढाउँदै हुनुहुन्छ? म चाहिँ आर्किटेक्ट सुदीप सिंह र विगत 10 वर्षभन्दा बढी मेरो अनुभव रहेको छ यो फिल्डमा पढाउने र तपाईहरुले मैले पढाउने शैलीहरु नेपाली ट्युटोरियल जोन युट्युबमा एकपटक गएर पनि हेर्न सक्नुहुन्छ। यसमा चाहिँ अलरेडी मैले पढाउने शैली र अनुभवहरु मैले यसमा शेयर गरेको छु। नक्सा हब नै किन पढ्ने भन्दाखेरि नक्सा हबको इतिहास पान्नाबाट हेर्दाखेरि 2000 भन्दा बढी विद्यार्थीले अलरेडी पढिसक्नु भएको छ र सबै टिचरहरु एकदम अनुभवी हुनुहुन्छ। सबै टिचरको एक्सपिरियन्स 10 वर्ष 15 वर्ष रहेको छ यो फिल्डमा पढाउनेमा र मेरो कुरा गर्नु पर्दाखेरि पनि मेरो पनि 10 वर्षभन्दा बढी अनुभव भइसकेको हुनाले र कोर्सको अन्तिममा विद्यार्थीहरुको हामीले सर्वे गर्छौं र त्यो सर्वेमा पनि सबैजना विद्यार्थीको सेटिस्फाई 5 स्टार नै रहेको छ। साथसाथै हामीले व्हाट्सएप ग्रुप पनि क्रिएट गर्छौं जसमा चाहिँ हामीले रियल प्रोजेक्टको डिस्कसन गर्छौं र भोलिको दिनमा तपाईले कुनै पनि प्रकारको समस्या हुन्छ हामीहरु तपाईलाई हेल्प गर्ने नै छौं। अब अलिकति कोर्समा हामी के पढ्छौं त्यसको बारेमा म तपाईलाई जानकारी दिन चाहन्छु। यो अटोक्याड 14 दिनको अटोक्याड कोर्समा चाहिँ हामीले तपाईहरुलाई अटोक्याडमा सम्पूर्ण कुराहरु चाहिँ सिकाउँछौं जसमा चाहिँ तपाईले घरको नक्सादेखि लिएर यसलाई म्युनिसिपालिटी फर्मेट प्रिपेयर गर्नेसम्म चाहिँ हामी तपाईलाई बनाउने छौं। सुरुमा चाहिँ हाम्रो सुरुवात हुन्छ एकदम बेसिक देखि इन्स्टलेसन देखि तपाईलाई सिम्पल 2D ड्राइङहरु हामी बनाउन लगाउँछौं र 2D ड्राइङ गरिसकेपछि तपाईहरुलाई कन्फिडेन्स आउँछ यस आई क्यान डु मोर भनेर। त्यसपछि चाहिँ सिम्पल हामीले वार्म अप प्रोजेक्टहरु गर्छौं। त्यसपछि बल्ल हामी म्युनिसिपालिटी ड्राइङ फर्मेटमा जान्छौं जसमा चाहिँ हामीले फ्लोर प्लानहरु गर्छौं एकदम डिटेलमा गर्छौं। त्यसपछि हाम्रो सेक्सनहरु गर्छौं, एलिभेसन गर्छौं र मोडल स्पेस र लेआउट स्पेसबाट चाहिँ हामी त्यसलाई A1 फर्मेटमा राख्ने टेक्निक पनि सिक्छौं। मोडल स्पेस र लेआउटबाट राखेर कसरी चाहिँ A1 र A3 पेपरमा चाहिँ त्यसलाई पब्लिश गर्ने त्यसको बारेमा पनि सिक्छौं। अब हामीलाई अटोक्याडमा ड्राइङ गर्न त आयो, अब हामीले स्केचअपमा हामीले 3D बनाउनु पर्ने हुन्छ। यो स्केचअप कोर्स पनि एकदम बेसिक देखि सुरु हुन्छ। पहिला चाहिँ हामीले स्केचअप कहाँबाट इन्स्टल गर्ने, इन्स्टल गर्दाखेरि के कुरामा ध्यान दिने, त्यहाँबाट चाहिँ हामीले बेसिक नेभिगेसनको बारेमा कुरा गर्छौं। त्यसपछि हामीले बेसिक वार्म अपको लागि चाहिँ एउटा सिम्पल घर बनाउँछौं जसले गर्दा तपाईलाई कन्फिडेन्स आउँछ आई क्यान डु मोर भनेर। अनि त्यसपछि हामी तपाईलाई आफ्नो जुन अटोक्याडमा तपाईले जुन ड्राइङ गर्नु भएको थियो त्यो ड्राइङको हामी 3D बनाउँछौं र एक्सटेन्सनहरु पनि हामी यो कोर्समा चाहिँ सिक्ने छौं। किन भन्दाखेरि स्केचअपमा एक्सटेन्सन एकदमै बढी युज हुन्छ जसले गर्दा तपाईको स्पिड बढाउँछ एक्सटेन्सन युज गरिसकेपछि। अब हामीले जुन अटोक्याड क्लासमा जुन हामीले घरको नक्सा बनाएका थियौं हामी चाहिँ त्यसको 3D बनाउँछौं, विभिन्न अप्सनमा बनाउँछौं। जस्तै अटोक्याड फाइल इम्पोर्ट गरेर हामी 3D बनाउनुको साथसाथै साइड कन्टेक्स्टहरु पनि बनाउँछौं र यसको सेकेन्ड अप्सन चाहिँ हामी अलिकति न्यू क्लासिकल अप्सन पनि हामी तपाईलाई सिकाउँछौं जसले गर्दा कर्निसहरु कसरी गर्ने, फ्लोमी टुलहरु कसरी युज गर्ने, स्केचअपकै नेटिभ टुल प्रयोग गरेर पनि तपाईले कम्प्लिकेटेड मोडल बनाउन सक्नुहुन्छ भनेर यसको अप्सन 2 मा चाहिँ हामी तपाईलाई सिकाउने छौं। अब हामीलाई घरको 3D पनि गर्न आइसक्यो, घरको 2D पनि गर्न आइसक्यो। अब पालो आउँछ तपाईले फोटो रियलिस्टिक एनिमेसन गर्न। जुन तपाईले स्केचअप क्लासमा जुन सिम्पल वार्म अप गर्नु भएको थियो त्यसलाई नै लिएर हामीले त्यसलाई फोटो रियलिस्टिक बनाउनको लागि पहिला चाहिँ हामीले बेसिक एक्सटेरियर रेन्डरहरु गर्छौं। बिस्तारै हामीले क्लासमा गरेको जुन स्केचअप क्लासमा गरेको जुन 3D छ त्यसलाई नै लिएर चाहिँ हामीले रियलिस्टिक रेन्डर र एनिमेसन चाहिँ गर्ने छौं जुन चाहिँ तपाईले स्क्रिनमा देखिराख्नु भएको छ। अब विभिन्न अप्सनमा चाहिँ हामीले यसलाई रेन्डर गर्छौं र इनस्केपमा हामीले तपाईहरुलाई इन्टेरियरको रेन्डरहरु पनि राखेका छौं जसले गर्दा तपाईलाई विभिन्न लाइटहरु कसरी राख्ने, कसरी मिलाउने त्यसको बारेमा पनि हामी तपाईलाई आइडिया दिने छौं। अब यो रेन्डर चाहिँ पुरानो ब्याचको भाइ बहिनीले गर्नुभएको म एकचोटी प्ले गर्न चाहन्छु। यो रेन्डर चाहिँ हाम्रो पुरानो ब्याचको भाइ बहिनीले गरेको रेन्डर हो, म तपाईलाई देखाउन गइरहेको छु। जसमा चाहिँ यो जुन तपाईले घर देख्नु भएको छ सिम्पल जुन घर हामीले स्केचअप क्लासमा गरेका थियौं त्यही घरको चाहिँ हामीले सिम्पल रेन्डर गरेका छौं र यो चाहिँ हाम्रो इन्टेरियरको रेन्डरहरु तपाईलाई हामीले सिकाउने छौं जसमा चाहिँ विभिन्न लाइटहरु हामीले एड गर्नुपर्ने हुन्छ। वाल लाइट, कोब लाइट, पिक्चर लाइट, फल सिलिङ लाइट अनि टिभीको एनिमेट गर्ने पार्टहरु यो चाहिँ हामीले यो रेन्डरबाट चाहिँ सिक्ने छौं र यो भनेको हाम्रो मेजर प्रोजेक्ट जसको चाहिँ हामीले म्युनिसिपालिटी ड्राइङ गर्यौं। त्यसपछि स्केचअपमा 3D बनायौं
र साथसाथै हामीले इन्स्केपमा चाहिँ यसलाई भिडियो रेन्डरहरू पनि गर्यौं। तपाईहरुलाई पनि यो कुराहरू हामी स्टेप बाइ स्टेप सिकाउने छौं, जुन तपाईले स्क्रिनमा पनि देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो न्यू क्लासिकल अप्सन भयो त्यही घरको, त्यसलाई हामीले भिडियो रेन्डरमा एनिमेसन गरेका छौं। र यो कोर्समा पढ्न तपाई जति इन्ट्रेस्टेड हुनुहुन्छ त्यो भन्दा बढी तपाईलाई म पढाउनको लागि इन्ट्रेस्टेड छु र मलाई विश्वास छ तपाईहरु यो कोर्समा चाँडो भन्दा चाँडो इनरोल हुनुहुन्छ। र धेरै धेरै धन्यवाद।